हेलो गाइज, नमस्ते, गुड मर्निङ। स्वागत छ सम्पूर्णलाई न्यू डे एन्ड न्यू ब्लग। आज हामी फाप्लाक मैदानमा छौँ। आज माघे सङ्क्रान्ति, सम्पूर्णलाई माघे सङ्क्रान्तिको मङ्गलमय शुभकामना दिन चाहन्छौँ। आजदेखि चाहिँ मैले ब्लग बनाउने निर्णय गरेको छु। साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। यो चाहिँ हाम्रो देखिरहेको यता पछाडि सेटअप हो। अब यसपछि लाइभ हुन्छ। लाइभ चाहिँ हाम्रो खबर एन्ड लाइभमा आइरहेको हुन्छ। यो चाहिँ हाम्रो क्यामेराहरू, त्यो क्यामेरा चाहिँ मैले चलाउने हो। गेम चाहिँ अहिले चाहिँ सुरु भइहाल्थ्यो होला, तर यो कुहिरोले यसले अलि डिस्टर्ब गर्छ, त्यही भएर अलि डिले हुने भयो। कुहिरो लागेछ। आउनु होला, जो नजिक हुनुहुन्छ गेम हेरिदिनु होला, एकदम रमाइलो हुन्छ। हाम्रो यस खेलमा चाहिँ राष्ट्रिय लेभलका खेलाडीहरूको उपस्थिति हुन्छ। खेल देख्न पाइन्छ। एनपिएलमा अहिले भएको एनपिएलमा का खेलाडीहरू पनि थुप्रै छन् यसमा। यो चाहिँ अब राष्ट्रिय लेभलको खेल जस्तै छ भनौँ, एक हिसाबले रमाइलो छ। यो चाहिँ हाम्रो क्रिकेटको पिच हो। आज हुने गेम यसमा हुन्छ। हिजो चाहिँ यो पिचमा भएको थियो। अब बिस्तारै खुल्ला खुल्ला जस्तो भयो। घाम लागिरहेछ, देख्न सक्नुहुन्छ घाम लागेको। बिस्तारै बिस्तारै घाम लागिहाल्छ, खुल्छ, एकदम रमाइलो छ। हेर्दै गर्नु होला। आज चाहिँ म बिहानै उठेको। बिहान तपाईँको 5 बजे उठेर नुहाएको। चिसो पानीले नल्काएको, एकदम चिसो थियो। धाराको पानीले त नुहाउनै सकिँदैन। थुप्रै यही पानी यो पछाडि देखिरहेको टङ्कीबाट जान्छ, खाने पानी हो। यो पानी त धेरै चिसो हुन्छ, त्यही भएर नल्काको तातो आउँछ। त्यही नल्काको पानीले नुहाएर अनि बिहानदेखि पुरै घरको काम गरियो। धेरै काम गरियो घरको। अनि लुगाहरू पनि धुनु थियो, धोइयो। त्यसपछि हिजो बनाएको अब चामलको रोटी थियो, माडा भन्छन् जसलाई हाम्रो भाषामा। त्यो चाहिँ खाइयो बिहान चियासँग। अनि खाएर सिधै आएको। अनि यो आएर यो सेटअप गरियो। खुल्छ भने अब यो हुन्छ, नत्र यस्तै हो। गाइजहरू खेलाडीहरू छिरिसकेका छन् ग्राउन्डमा। अम्पायरहरू, ब्याट्सम्यान पनि आइसके। हामी पनि रेडी भइसकेका छौँ। एकदम रेडी भइसकेका छौँ। छ गाइस। यो चाहिँ अहिले पहिलो फिल्डिङ चाहिँ आँगनले गरिरहेको छ। सत्यवतीले ब्याटिङ गर्दैछ। यस्तै गरी हेर्दै गर्नु होला। राम्रो लाग्छ भने कस्तो कमजोरी छ, प्रतिक्रिया पनि दिनु होला, सुधार गर्नेछ। यस्तै हो गाइस। ल साथीहरू, आजको हाम्रो काम सकियो। हामी चाहिँ घरतिर आयौँ। काम चाहिँ सकियो। आज दिनभरि फाप्लामा। आज माघे गते हाम्रो चाहिँ माघे चाहिँ यस्तै भयो, दिनभरि काममै। हजुरहरूको कस्तो भयो? रमाइलो भयो होला। ठिक छ, मलाई पनि रमाइलो भयो भनौँ। काम भनेको त्यही हो, रमाइलोको लागि। अनि त्यही हो, खुसी लाग्यो। ओके गाइज, अब चाहिँ नेक्स्ट डे नेक्स्ट भ्लगमा भेटौँला। आजलाई यति।